आज हामी कहाँ जाँदैछौँ भन्नु न त। आज हामी चाहिँ दिदीका जाँदैछौँ है मेरो दिदीको घरमा। हजुर हावा खान जानु लाग्यो साथमा पानी पनि खाइन्छ कि भन्ने डर भयो क्या यहाँ 2 दिनपछि आएको भए दामी हुन्थ्यो तर अब के भन्ने अब हामी चाँडै आइपुग्यो आज यो पऱ्यो टाइम भ्यू चाहिँ दामी आएको छ टिप्दै हौ हामी गाइस यो चाहिँ प्यासन फ्रुट हो रे त्यसलाई चाहिँ हामीले लहरिया भनिन्छ रे के त्यो सत्य हो एकदम हो नि हो सत्य हो हजुरले भने सत्य हो ब्ल्याक टिप्न त हुन्थ्यो भ्याइयो त सबै साइक पहिले एउटा आइज नि थाहा अहिले म फोडिदिन्छु कि मलाई पनि आधा म नि यहाँ भिडियो बनाउँछु कि अरूले भिडियो न छि नयाँ टिप्छु नि म जान त टिप होइन अर्को छैन अर्को पनि छ कि छैन भित्रको लेटर खाना किरा लागेको रहेछ गाइस मिठो कुराहरू किराले खान्छ क्या दोस्त होइन किराले खाएको चिजहरू मान्छेले खानुपर्छ भन राम्रो हुन्छ क्या त्यो पनि अहिले तिमीले खाऊ है खै मिठो छ म खिचिदिन्छु ल यो चाहिँ अब म खाँदैछु है गाइसहरू ल गोल्डन सरले खाँदै है गाइस खोइ डन्डा खोइ बाबा यो डन्डा दिएर पनि म एउटा झारेर आउँछु खान मन लागिसक्यो ओहो मिठो भएछ है आज चेक बनाएर आएको गोल्डन यो चाहिँ हन्ते चाहिँ जाँदै है गाइस लिन घरमा चोर पस्यो है खेतमा चोर पस्यो गाइस खेतमा चोर पस्यो केटा हो पुत्त खान न पुत्त आयो 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 अलिकति अलि अड्काउ अझै अलि अड्काउ हो भयो 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 तान त यहाँ जुम गरेको पक्का देख्यो यार त्यही हो यार ल झऱ्यो अब त अड्के छैन अझै नि अड्के छैन म अड्क्यो भने भन्छ है हो त्यो सेकेन्ड डाट लिएर जाऊ त अलि साइडमा हो सही हो मेरो केटाहरूले गर्छ है गाइस पक्का देखेको थिएँ नि भा केमा चोर्नामा
त्यहीँ छ त उटुप्पोमा अझै कहाँ? टाउको माथि यो कालो छैन क्या रातो छ। अलि उता होर्थ्यो यो अँ रातो छैन। अलिक छिटो आइएछ। यहाँ हेर्न कत्रो कत्रो चरा आएको यार खोइ उह, कहाँ खानु चरा? यहाँ काफलको बोटमा गयो उडेर ऊ हेर त ऊ हिँड्न हिँड्न माथि हिँड्न हेर्न ऊ कत्रो कत्रो चरा यार देख्यो के चरा खै यहाँ फोटो खिच्नु पर्थ्यो आम्मा खै चरा खै भ्यू पनि देखेन उता दुईतिर पनि एकछिन छ न एकछिनमा भिडियोमा नि बनाउँछु नि। हिउँ परेर रहेछ क्या है त्यहाँ है उयो नि हिउँ भयो हिउँ हल्ने खाइ खालि पछाडि आउनु है। बोतलहरू हेर्न त्यहाँ झुन्डेको बोतलहरू मायालु यो चाहिँ लहरे आँप यो लहरे आँपको फल माईको भिलेज एकीकृत कृषि फार्म 2025 झिझिटका ल हाम्रो दिदीको बाटो हामी अहिले पानी पर्यो हामी दिदीसँग बिदा लिएर नि हिँडिसक्यौँ ल मेरो गाइडहरू उहाँ हिँड्दैछ होइन ओ गाइडहरू के छ ओ चिन्टु चरी चट्ट परी भुरुरु यो चाहिँ हाम्रो माथि कता जाने उस हो यो बाटो डम्पुस अनि माथि आस्थाम पनि पुग्छ नि यो बाटो होइन आसाम आस्थाम क्या हो आस्थाम गाउँ ल पानी पर्यो अब हामी नि फर्किँदैछौँ घरतिर ल है त सियु गाइज ल बाई बाई अहिले त सिङ्गल भइसक्यो अलिअलि उता है। ल जाऊँ